यसो फ्री टाइममा होइन यसो लगाएर यता मकै बारीमा झार पराइसकेँ अनि यसो हेल्प गर्न आएको होइन। अहिले गरीमा सल्प पनि डेन्जर हुन्छ। यहाँ छ रिमा अनि नानी म हामी चाहिँ अब यो भन्ने खोलामा पौडी खेल्न जाने हो। अनि यहाँ रिमालाई मम्मीले झाडु गर्न जान्छ अहिले पनि ढिलो हुन्छ त्यही भएर म नि हेल्प गर्न आएको। जति छिटो सक्यो त्यति नै छिटो जान पाउँछ भनेर म नि यसो लगाएर हेल्प गर्न आएको होइन। किन त्यत्तिकै बसिरहने भनेर कि झाडु गर्न आएको। झार चाहिँ खासै धेरै त छैन, इजी छ, एकछिनमै सकिन्छ यो झार त। धेरै त छैन, यति हो, धेरै छैन, यति हो, 10 मिनटमा सकिहाल्छ क्या यस्तो झार त। त्यसो भने के भन्छ ग्रिन कलरको हो कि दस वाले हाँ प्रगति नि जान्छ माया घर आएको अरे गाउँ आइपुगेको छैन गाउँ गएको अरे माया। यस्तै गाइस गाउने जीवन पनि गर्नुपर्छ होइन, काम गर्नुपर्छ। मकै त इत्रु छ। मैले चाहिँ काम गर्दिनँ किन यो सधैँ सेतो इनर लाउँछ भन्दाखेरि गाईहरू थाहा छ यस्तै शीतल पनि हुन्छ। पसिना आयो भने पसिना पनि सोध्छ, घामले पोल्दैन। अरू कलरहरूमा घामले पोल्छ, यसमा चाहिँ घाम जति पऱ्यो पनि घामले पोल्दैन कि यो व्हाइटमा त। त्यही भएर म चाहिँ यस्तो लाउँछु होइन। एकदम यो लगाएपछि त सेभ भयो नि घामको, कालो पनि हुन्न, डढ्न पनि डढ्दैन है। त्यो लगाएपछि त फेरि काम गर्न मजा आउँछ नि फेरि। मलाई चाहिँ कान तास्न र झाडु गर्न चाहिँ मजै आउँछ आउनु त। त्यो अर्को हुन्छ नि के भन्छ के अरे बामर हो के भन्छ नि अनि त्यो घाँस चाहिँ कति साह्रो हुने के झार्ने बनमारा के भन्छ अरे त्यो चाहिँ हात नि गनाउँछ, हातमा नि कस्तो बस्छ, कस्तो साह्रो हुन्छ कि योवाला चाहिँ यस्तो योवाला कति कमाउनु हुन्छ कि गाइस नानी। सर्प आउँछ कि सर्प होसियार नानी, होसियार। त्यो जङ्गलमा छ होइन गाइजहरू। यहाँ चाहिँ आँपको बोट छ होइन। बोट त यति आँप खायो यसपालि त आँपको त नामो निशान छैन यहाँ। यस्तो हुँदो रहेछ कि एक वर्ष आँप फल्ने एक वर्ष आँप नफल्ने हुँदो रहेछ कि है यहाँ हाम्रो दिमा। थाहा छैन गाउँमा छ, म गाउँबाट आइसकेँ अब आउँछु भन्दा चाहिँ। यस्तो झार खान चाहिँ मजा आउँछ क्या, इजी पनि हुने अनि सजिलो पनि हुन्छ क्या, सजिलोसँग आउँछ। सर्प त निस्के जाँदैन आउने गयो माथि कस्तो बेसी हिँड्नु जान्छु भन्दा गएन अरे भन्दा लिएन गयो अघि बाटो होला बर्खाएर अघिल्लो पनि थिएन अघि न र अघि पाउनु छैन अब नि त्यहीँ बाहिर पर्स राखेको अरे हराइ भन्नु म राजु बाउलाई क्युआर गरिदिएर बाउलाई पैसा दिनु भन्दामा पर्स हरायो। त्यहाँ एटिएमहरू पनि उठाउनु सबै थियो अरे, क्यास त धेरै त थिएन होला, जस एटिएमहरू सबै चाहिँ थियो होला। यो चोरहरू पनि के भएको है राइट्स है यो कहिले खाने यहाँ कुखुरा चोरेको अस्ति होइन
कुखुरामा खोरमा चापी लगाएको धरि चापी फोरेर धरि दुईवटा कुखुरा चोरेछ लगभग खाने बेला भइसकिरहेको नानी ठुलोलाई धन्दै सबै नचोरेछ क्या दुईवटा लगेछ भने चाहिँ पक्कै त्यो पार्टी खानालाई तिनीहरू पक्कै त्यस्तोको लागि होला कि चोर पनि कस्तो हुन्छ नि यार बरु खाना नपाओस् किन चोर्ने त्यसरी अघिल्लो देखा गरेको है त्यही भन्नु है के भन्नु यस्तो पनि हुन्छ चोरेर पनि कसरी खान सक्ने हो यो काँडा यो यसको यो बिच मात्रै झऱ्यो भने नि डेन्जर आउँछ नि पहिला कस्तो डेन्जर आउँथ्यो हामी प्रेसरको घरमा नि त सेवाला यस्तो काँडा हुँदैन मेरो आइडी कार्ड गाइस रिमाको होइन गाइस आइडी कार्डको फोटो खिच्नुभन्दा एक दिन अगाडि मौरीले होइन गालामा टोकेछ होइन मौरीले अनि मोटाइसक्यो निधारमा त्यसै त झन् मुटी थियो झन् त्यसै त झन् फुलेछ होइन आइडी कार्डको फोटोमा यत्रो सुन्ने गाउँछ अब यो यस्तो त्यस्तो बेला झन् टिकटकमा हाल्नुपर्छ दाइ नि भाइरल हुन्छ ए सिस्नु हेर्दै मलाई नदेखिरहेको झन्डै झ्याप्पै समातेको झन्डै घाइ सिस्नुले मैले झ्याप्पै समातेको हामी जान्छौँ भने कर्करै काम लगायौँ है योभन्दा राम्रो कस्तो हो हेरिमा जुम्रे खोज जस्तै खोज्ने ठुलो भएर होला ठुल्ठुलो मात्रै झाडा भन्दै दिँदा सेलरी कति हो काहीँ त झन् है मेरो डेक चार्जर पनि हाम्रो कालगुडी पौडी खेल्छ अरे ड्रेस लाएर रेडी भएको रेडी भएर गाइस ड्रेस पुरानीले हामीले गरेको काम पत्याएन गाइस जानलाई हतार गरेर झाडा टारेको रे होइन अनि अहिले हामीले यस्तो सबै सफा गरिसक्यो आपको बोर्ड छ आप छैन मकैको हालत हेर्नु मकै यहाँ कत्रो छ मकै बे ठुलो खोला गाई मकै बोडी कति ठुलो बाख्रो मोटो के मकै आमा गाइस हजुरहरूलाई कति थाहा छ यो यसको नाम कानी हो होइन यो चाहिँ गुरुङभाषाबाट कानी भन्छ होइन यो कालो कालो छ नि यो कालो कालो यो नि भाली र पोथी हुन्छ कि अनि यो कालो कालो यो मेरो एउटा भिडियो गर्दा होइन यो चाहिँ कानी होइन यो नि भाली र पोथी हुन्छ होइन यो होइन कति मिठो हुन्छ कि मैले बचाउने त खाँदै यो क्या दामी अङ्गिराको ड्रेस पाक्नै बाँकी छ कालो कालो बल्ल फल्दैछ लाग्दैन कि उयो है होइन गाउँतिर हुँदा यो डेन्जर खान्छ भोक लाग्नु जङ्गलमा यस्तो हो खट्टा मनी बोलाएर ट्राई गर्दैछ अझै पाक्नै बाँकी छ यहाँ देखा न काली खा आमा ओइ खतरा देखिया वाउ पाक्नै बाँकी छ है यो पाक्न अझै धेरै लाग्दैन 2-3 हप्ता पाक्छ हजुर आएर खान सक्नुहुन्छ ओके गाइस यो मेरो सानो रे यो मेरो बाख्रा के रहेछ हेर्नुहोस् कुखुरा चाहिँ यत्रो थियो कि कुन चाहिँ चोरहरूले चोरेछ तिनीहरूलाई चोरेर कहिलेसम्म पुग्छ होइन खानाको लागि यत्रो कुखुरा यत्रो भइसक्यो कुखुरा 2टा बैला कुखुरा चोर्दैछ कि हेर्नु न यस्तो चापी होइन फोडिदिएर यही है चाहिँ पुरानी फोडिदिएको यो चापी होइन गाइस फोडेछ कसरी फोड्यो ढुङ्गाले हाने के गरिदियो यत्रो कुखुरा चोरेको त्यो चोरको होइन म त्यस्तो नराम्रो भन्दैन राम्रो होस् तर त्यसलाई कहिले पनि खान पुग्दैन साँच्ची भनेको चोरेर होइन यो भिडियो उसले हेरिरहेको छ भने त्यो चोर होइन चिन्न त चिन्छ नाम किन भनिरहने होइन गाइस हामीले पत्ता लगाइसकेको छ चिन्न चाहिँ तर त्यस्तो चाहिँ अब के भनिरहने होइन त्यो पनि मान्छे हो
गाइस गाडीको मान्छेहरू चाहिँ एकदम सतर्क रहनु होला हैन। गाडीमा चाहिँ कुखुरा चोर धेरै बढिरहेको छ हैन। 2 दिनको ग्यापमा कुखुरा एकदमै चोरी हुँदैछ है। कति धेरैजनाको हुन्छ नि 2 दिनमा ग्यापमा कुखुरा चोरिरहेको छ हैन। धेरैको के एकदम सबैजना सतर्क रहनु होला हैन। सिसी क्यामेरा छान्दा छ हैन अहिले गाडीमा, तर यस्तो बाटोमा छान्दा यस्तो अब भित्र त अब देख्दैन नि त। के गर्ने गाइस गाह्रो छ, पालेर नहुने। गाइस यहाँ चाहिँ काँक्रोको बोट छ हैन, भर्खर फल्दैछ सानो सानो। यहाँ कस्तो कसलाई हो र यी काँक्रो यहाँ फल्दैछ है, भर्खर छ, तर पहिला नि धेरै खाइसक्यो। त्यो इ गाइस हेर्छ प्राण तपाईँले यो भनेको है हैन। ल इ गाइस काँक्रो काँक्रो तिमी स्टाफ खाँदा भएर गाइस यसरी अनन्न भुवाउनु। आफै चिप्पी अब यसलाई होइन फ्रिजमा राखेर यस्तो पारेर भरे च्याट निस्किन्छ खानु। यो पनि हेर्दा यो र अनि यहाँनिर छ त एउटा गलत मैले त देखेको छैन। अझै देखाएन मैले त। खोइ कुन भने ए यहाँ रहेछ। ए उदेऊ त्यो पो हुने हो यो त लाँदै आलु टिपेर ओकलो टिम्ने अरू उता घरमा छ हाम्रो घरमा कसले काँक्रो अघिको होइन यो स्र्याप यसरी नुन दलेर छरेर यस्तो गरेर प्योर लोकल काँक्रो भन्दा गाइस यस्तो खानुपर्छ क्या।